दर्शक नमस्कार, म गोविन्द भुषाल। तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ फरवार्ड खबर। दर्शकबिन, यति बेला म पाल्पा जिल्लामा छु र पाल्पा जिल्लामा रहिरहँदा यहाँ मसँग एकजना च्याउ किसान हुनुहुन्छ। उहाँसँग म केही कुराकानी गर्छु। भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। दाजु नमस्कार। नमस्कार सर, मेरो चाहिँ घर पाल्पा रामपुर पर्छ है। पाल्पा रामपुर है सर। हजुरको शुभ नाम? मेरो सागर अर्याल। सागर अर्याल। कति वर्षको हुनुभयो तपाईँ? म चाहिँ भएँ अहिले चाहिँ 40 पार गरियो। 40 वर्ष पुरा गरिसक्नुभयो भनेपछि 40 कटेपछि रमाउनु पर्ने उमेरमा तपाईँले च्याउ समातेर बस्नु भएको छ। यही रमाउने भनेकै यही छ। च्याउ फलाउने झ्याममा चाहिँ होइन, र टक्सिनहरू फ्याँक्ने, यो चाहिँ च्याउ खाने, आफ्नो जिउ बनाउने बस्ने, त्यही छ 40 कटेपछि। भनेपछि 40 कटे रमाउने भनेको यही नै रहेछ। रमाउने भनेको यही रहेछ। तपाईँले समातेको च्याउ चाहिँ के हो? यो चाहिँ ग्यानोडरमा लुसिडम च्याउ भन्छ यसलाई। यसले चाहिँ हामीले यसलाई चाहिँ पाउडर गराएर खाइसकेपछि यसले चाहिँ हाम्रो शरीरमा भएको टक्सिन फ्याँकेर ऊर्जा दिने काम गर्छ होइन। हाम्रो चाहिँ कुनै पनि शरीरमा भएको चाहिँ यो क्यान्सरहरू भयो होइन, अन्य चाहिँ रोगहरू यसले हटाउने काम गर्छ। भनेपछि यो च्याउ खायो भने मान्छेलाई ब्लड क्यान्सर जस्ता रोगहरूबाट बच्न सजिलो हुन्छ। एकदम सजिलो हुन्छ। यसले हरेक चाहिँ तपाईँ क्यान्सरहरूलाई चाहिँ यसले चाहिँ बचाउने यसले काम गर्छ है। अनि तपाईँको जस्तै अब सामान्यतया पनि भनौँ होइन, ती त ठुलै रोग भयो क्यान्सर भनेको है। सामान्य तपाईँको युरिक एसिड भयो, थाइरोइड भयो, त्यसपछि चाहिँ पाइल्सहरू भयो होइन, अनि चाहिँ तपाईँको अनुहारका यो चाहिँ कालापोते चायाहरू हुन्छ होइन, कपाल झर्ने भयो होइन, अनि चाहिँ तपाईँ ब्रेनहरू भयो होइन, ब्रेन पनि ठुलै मानौँ है। यिनीहरू सबैलाई चाहिँ यसले चाहिँ राम्रो काम गरेर सञ्चय गराउने काम गर्छ। र चाहिँ तपाईँको यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले खानुहोस्, अब उतिखेरै अब मेडिसिन जस्तो त हुँदैन है। अब यसले चाहिँ सुस्त काम गर्दै जान्छ। तपाईँ चाहिँ कुनै पनि साइड असर यसले गर्दैन। यसले चाहिँ जियोस चाहिँ राम्रै गर्छ। अब यो मेडिसिन खाँदा हाम्रो चाहिँ एउटा सन्चो भएर अर्को चाहिँ रोग निकालिदिन्छ भने यसले कुनै पनि रोग निकाल्दैन। फेरि हरेक चाहिँ तपाईँले खाँदै जानुहोस्। अब उतिखेरै थाहा नपाए पनि केही टाइममा होइन, यसलाई चाहिँ मलाई के हुँदैछ, मेरो शरीरमा के हुँदैछ भन्ने कुरो चाहिँ यसले देखाइरहन्छ। भनेपछि तपाईँले यो समातिरहेको च्याउको यो प्याकेट बनाउनको लागि के वस्तुहरू के तत्त्वहरू आवश्यकता पर्दो रहेछ त? यसलाई त अब हाम्रो चाहिँ अब मिलहरू भयो होइन। अब सर्वप्रथम अब यो बनिसकेपछि पूर्ण रूपले बनिसकेपछि हाम्रो चाहिँ अब मिलमा लिएर गएर हाम्रो चाहिँ अब अलिकति सरसफाइमा पनि ध्यान दिनुपर्छ। हामीले चाहिँ यसमा चाहिँ अब ग्लोभ्सहरू भयो होइन, अनि चाहिँ मास्कहरू भयो होइन, अनि हाम्रो टाउकोबाट कपाल झर्ने सम्भावना हुन्छ, कपाललाई पनि छोप्नु पर्ने हुन्छ होइन। अनि त्यहाँ यसको चाहिँ वरिपरिका सरसफाइहरू चाहिँ फोहोरहरू छ भने सरसफाइ गरेर त्यसपछि चाहिँ त्यो मिलमा राखेर हामीले चाहिँ यसलाई चाहिँ सुकाइसकेपछि है, झुरुम भइसकेपछि मात्र चाहिँ मिलको सहायताले हामीले चाहिँ पाउडर गराउँछौँ। भनेपछि पहिला टिप्ने, त्यसपछि सुकाएपछि बल्ल पिस्ने। हजुर, पहिला टिपिन्छ है। पूर्ण रूपले चाहिँ यो रातो भइसकेपछि हामीले चाहिँ टिपिन्छ। टिपिसकेपछि चाहिँ हाम्रो एउटा चाहिँ ड्रायर हुन्छ, एउटा बक्स हुन्छ सिसाको, अनि चाहिँ त्यसमा लेयर गरेर सुकाइन्छ। बाहिर चाहिँ डाइरेक्ट घाममा चाहिँ सुकाउन सकिन्न होइन, या चाहिँ हावामा त्यस्तोमा सुकाउँदाखेरि यसको चाहिँ तत्त्वहरू उडेर जाने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ ग्लासको ड्रायरमा चाहिँ छोपेर सुकाउनुपर्छ यसलाई। अनि सुकाइसकेपछि 1-2 दिनमा यो सुक्छ। सुकिसकेपछि हामीले चाहिँ मिलको सहायताले पिसेर पाउडर गराइन्छ। पाउडर गराइसकेपछि चाहिँ हामीले कति ग्राम हो होइन, कुन तरिकाले प्याक गरिएको छ त्यो तरिकाले चाहिँ अब कस्तो खालको बट्टा हो, बट्टा सफा छ छैन त्यसलाई चाहिँ ध्यानपूर्वक गरेर अनि चाहिँ त्यसमा प्याक गरिन्छ। जस्तै तपाईँले समातिरहेको यो डल्लोको होइन, यो सबै मूल्य कति पर्ला त? सुरुमा लगाउँदाखेरि यसको आम्दानी कसरी होला अनि बिक्री गर्दा तपाईँ कतिसम्म तपाईँले आम्दानी गर्न सक्नुहुन्छ? सुरुमा तपाईँको यो डल्ला गराउँदा यता सबै गर्दाखेरि हाम्रो चाहिँ एउटा डल्लामा 100 रुपियाँ जति लगानी लाग्छ होइन। अनि चाहिँ उम्रिसकेपछि यो बिग्रियो भने त त्यो गयो होइन, हामी चाहिँ नोक्सानमा गइयो होइन। यो चाहिँ सप्रियो भने यो राम्रो भइसकेपछि उम्रिएर चाहिँ यसले चाहिँ फलदायक भयो भने हाम्रो यसले चाहिँ 1000 भने 100 रुपियाँ माइनस 900 चाहिँ यसले चाहिँ कमाइदिन्छ। भनेको 100 को लगानी गरेको 1000 को आम्दानी गर्न सकिन्छ। भनेको थोरै लगानीमा धेरै आम्दानी, थोरै लगानीमा धेरै लगानी आम्दानी लिन सकियो। जस्तै अब तपाईँ त 40 वर्ष पुग्नुभयो, बल्ल अझै युवै हुनुहुन्छ मानौँ न होइन। तपाईँलाई तपाईँको साथीभाइहरू विदेश गइरहेको देख्दा तपाईँलाई आफूलाई विदेश जान मन लागेन? मलाई लागेन सर। म चाहिँ मिची देख्दा वाक्क भएँ। कमसेकम नेपालमै गएर केही गरम केही होला भन्ने चाहिँ एउटा आशावादी भएर म चाहिँ यहाँ आएको। यहाँ आउँदाखेरि ठिक छ, राम्रै भइरहेको छ अहिलेसम्म। भनेपछि तपाईँ पनि विदेश पनि बस्नुभयो? विदेश पनि बसियो 10। ठिक रहेछ त? विदेशमा ठिक रहेछ, नेपालमै ठिक लाग्यो? नेपालमै ठिक लाग्यो।
नेपालमै अब साथीभाइहरू भयो आफ्नो परिवारहरू भयो होइन सबैसँग मिलेर बस्न पाइयो विदेशमा गएपछि एक्लो भइन्छ अब चाहिँ कोही चाहिँ डिप्रेसन गइरहेका छन् होइन अब चाहिँ तपाईँले सुसाइडहरू सुन्नुहुन्छ त्यो भनेको डिप्रेसन हो डिप्रेसनमा गयो भने मान्छेले चाहिँ ज्यान फाल्न खासै टाइम पनि लाग्दैन होइन अब कता कता एकहोरोपन के म आफैमा पनि 10 वर्ष बस्दा एकहोरो मात्र हुन्थ्यो हेर्नुहोस् एकहोरो कति बेला चाहिँ बाहिर सोच्ने त्यो उजो नहुँदो रहेछ होइन एकहोरो मात्रै हुने सिधै पागल भएछु भन्ने चाहिँ आफूमा पनि त्यस्तो हुने के त्यो फिलिङ्स हुन्थ्यो त्यसपछि चाहिँ म चाहिँ भयो अब बाहिर नबसौँ वहीँ गएर केही गरौँ दिमाग पनि फ्रेस हुन्छ भन्ने तरिकाले म यहाँ आएर अनि चाहिँ म आफू चाहिँ सुपरभाइजर थिएँ ल्यान्डमार्क ग्रुपको मान्छे म स्टाफ हो होइन त्यसमा म चाहिँ स्टक चेकिङमा थिएँ अनि चाहिँ 10 वर्ष गरिसकेपछि चाहिँ म आएँ कोरोना पनि लाग्यो मलाई है कोरोनाले धन्न फ्युज भइएन अनि त्यसले गर्दाखेरि उहाँ बस्न पनि मन लागेन अब बिरामी हुँदा पनि एक्लै नहुँदा नि एक्लै जति बेला पनि एक्लै यो पुरै दिमागै एक्लो भयो त्यो भएपछि चाहिँ म चाहिँ क्यान्सिल आएपछि चाहिँ यता केशव राईकोतिर लाएँ मैले 3 वर्षसम्म मैले पसल पनि चलाएँ होइन पसल होलसेल पसल थियो मेरो पसलबाट चाहिँ खासै उपलब्धि देखिनँ त्यहाँ चाहिँ अब डुब्दै गयो होइन अर्थतन्त्र नै अब नेपालको अब डमाडोल भइसकेपछि अब हामी डुब्दै गयो त्यसपछि चाहिँ मैले त्यसलाई छोडेर फेरि यहाँ केशव दाईसँग जोडिन आएँ जस्तै अब तपाईँले यो च्याउ खेती गरिरहँदा होइन तपाईँ आफ्नै गाउँमा बसेर च्याउ खेती गर्नुभएको छ तपाईँलाई यो च्याउ गर्दाखेरि चाहिँ सधैँभरि हुन्छ नै होइन राम्रै आम्दानी हुन्छ सहज हुन्छ पनि छैन कस्तो कस्तो तपाईँ चुनौतीहरू भोग्नु पर्यो त यसमा चाहिँ चुनौतीहरू भन्दा पनि तपाईँको के हुन्छ भन्दाखेरि मैले कुन तरिकाले यसलाई चाहिँ गर्दाखेरि सहज हुन्छ होइन त्यतापट्टि अपनाउने के यो मलाई यो गर्दाखेरि दुःख हुन्छ भन्ने त्यतापट्टि ध्यान लाने नै होइन कसरी मलाई सुख हुन्छ र चाहिँ मेरो शरीरले कसरी आराम पाउँछ र मैले चाहिँ साथीभाइहरूलाई चाहिँ कसरी यो चाहिँ यो रातो ज्ञानोडरमा चाहिँ च्याउ खुवाएर कसरी चाहिँ अब उहाँहरूलाई चाहिँ स्वस्थ राखौँ भन्ने बाहेक मलाई चाहिँ त्यो दुःखको भन्ने चाहिँ फिलिङ्स हुँदैन मलाई दुःख भन्ने फिलिङ्स छैन त्यही त तपाईँ त सुपरभाइजर जस्तो ड्युटी गरेको मान्छे महिनाको लाखौँ कमाउने मान्छे अहिले तपाईँले 100को लगानी गरेर हजारौँ कमाउँदाखेरि पनि आत्मसन्तुष्टिका साथ बस्नु भएको छ आनन्द बसेको छु अहिले त्यति बेला चाहनुहुन्छ तपाईँले जुन अलिकति यो समयमा विदेश जाने दाजुभाइहरूको लागि उहाँहरूको लागि चाहिँ मैले के भन्छु भन्दाखेरि सकभर स्वदेशमै आएर होइन गएको साथीभाइहरूलाई पनि स्वदेशमै आएर केही चाहिँ गरौँ होइन लगानी गरौँ या चाहिँ मिलेर गरौँ केही छिनको लागि चाहिँ एउटा चाहिँ जागिरदार जस्तो भएर बसे तापनि फेरि त्यो जागिर गर्दा गर्दै केही रकम चाहिँ आउँछ होइन यदि नभएको खण्डमा के जिरो लेभलमा छौँ भने पनि त्यो तरिकाले गर्ने है त्यो गरिसकेपछि हामीले त केही लगानी लगाउन सक्छौँ होइन यहीँ जागिर गर्दै यहीँ लगानी लगाएर त्यसपछि हामी चाहिँ मालिक बन्न सकिन्छ क्या हो त्यो तरिकाले चाहिँ गरौँ भन्ने चाहिँ मेरो चाहिँ एउटा चाहिँ कुरा हो है अब उहाँहरूको आफ्नो विचार हुन्छ होइन अब एकहोरोपन आफूले जबरजस्ती गर्ने कुरा पनि भएन इच्छुक हुनेले चाहिँ आउन सक्नुहुन्छ